हेलो गाइज, आज चाहिँ मैले यो चिकन मिक्स सुप बनाउन लागिरहेछु। लसुन, हरियो खुर्सानी, हरियो प्याज, धनिया, यसलाई त चिन्नु नै हुन्छ होला, गिरौला, सिमी, यो च्याउ, यो साग, पात चोइको, यो चिकन भइहाल्यो। यसलाई चाहिँ म अब खास मेन यो डिस चाहिँ चाइनिज हो, तर म चाहिँ सो आफ्नै घरेसी तरिकाले बनाउँछु, नर्मल तरिकाले। लेट्स गो। तेल चाहिँ एकदमै थोरै युज गर्नुपर्छ यसलाई। ओके, डन। त्यो भए हुन्छ। यसलाई पहिला मजाले तताउनुपर्छ, नत्र भने यो टाँसिने सम्भावना हुन्छ। अब स्टार्टिङमा चाहिँ पानी सुकेन छ, यस्तो छ। अब स्टार्टिङमा चाहिँ हामी चिकनलाई फ्राई गर्छौँ। ग्यासको हाम्रो अलिक सानो बनाउनु हुन्छ, डढ्यो भने टेस्ट खराब हुन्छ, टेस्टलेस हुन्छ। अब यो बनाउने तरिका चाहिँ चाइनिजै हो, मलाई चाहिँ, तर म चाहिँ अब आफ्नै तरिकाले बनाउँछु। कस्तो लाग्छ हेर्नु होला। चिकन यतिको फ्राई भइसकेपछि अब चाहिँ सिमीलाई एड गर्दैछु म। अब सिमीपछि घरवाला पनि एड गर्नुहुन्छ। अब यिनीहरू यति फ्राई भइसकेपछि हामी च्याउलाई पनि एड गरिदिउँ, किनकि यसलाई पनि फ्राई हुनु जरुरत छ। यतिको मजाले फ्राई भइसकेपछि चाहिँ अब चप लसुन युज गर्नुपर्छ। अब चाहिँ टेस्ट आउन एकदमै मिठो टेस्ट आउन सुरु हुन्छ। अब दामीसँग फ्राई भइसकेको छ। अब यसलाई चाहिँ सुप प्रयोग गर्नुपर्छ हामीलाई चाहिँ थोरै, लगभग एकदम यस्तो दामी टेस्ट आइसक्यो कि अहिले खानु जस्तो भइसक्यो। लेस हामीले चाहिँ सुप रेडी गर्न लागिरहेको छौँ। यसमा चाहिँ पानी एड गर्नुपर्छ हुन्छ थोरै। लेट्स सी, यसको चाहिँ सुपै मिठो हुन्छ। यतिको चाहिँ चाहिन्छ। यो चाहिँ उम्लिन रेडी हुँदैछ। अब त्यो उम्लिसकेपछि चाहिँ पहिला चाहिँ साग एड गर्नुपर्छ, त्यसपछि हरियो खुर्सानी, त्यसपछि हरियो प्याज, अनि लास्टमा धनिया। ओके, लेट्स गो। अब उम्लिनलाई जस्ट सेकेन्ड। यो चाहिँ फाइनल्ली उम्लिन सुरु भइसकेको छ। अब चाहिँ हामी यसलाई साग एड गर्दैछौँ फर्स्ट अफ अल, त्यसपछि हरियो खुर्सानी, यो दुईवटा एकैचोटि एड गर्दा हुन्छ। यसलाई चाहिँ अब यो मजाले उम्लिसकेको छ। त्यसपछि हामीले फर्स्टमा थोरै नुन, त्यसपछि टेस्टिङ एड गर्छौँ थोरै हामी। यसलाई अझ धेरै टेस्ट गर्नको लागि थोरै तेल एड गरिदिनुपर्छ। अब लगभग रेडी हुने तयारीमा छ। जस्ट 2 मिनट्स। लेट्स सी, यो चाहिँ रेडी भइसकेको छ। अब यसमा चाहिँ लास्टमा हरियो प्याज,
त्यसपछि धनिया ओके डन। यति भएपछि रेडी भयो।